म चाहिँ राति घर फर्किँदै थिएँ कलेजबाट। अनि मैले के देखेँ हेर्नु न, रोडको साइडमा होइन एउटा गाडी, इट वाज बर्निङ। ओ माई गड, पुरै आगो लागिरहेको थियो होइन, फुल फायरमा थियो। अगाडिको पार्ट जति सबै जलिरहेको थियो। अनि रोडको ठ्याक्क मासतिर गएको थियो क्या। आई डोन्ट नो के भएर हो, तर अनि यहाँ मैले गाडी रोकेर एकछिन बसेँ। अनि तर फायर डिपार्टमेन्टहरू यस्तो क्विक आयो कि होइन, विदिन 2 मिनट्स दे अराइभ्ड। अनि पानी हालेर सबै गाडीको आगो सागोहरू निभायो। अनि लक्कीली आई थिङ्क देयर वाज नो वान, मैले चाहिँ देखिनँ कोही निकालेको मान्छे चाहिँ। अनि तर मजाले गाडी चाहिँ टोटल्ली बर्न भएको थियो क्या, फुल बर्न भएको थियो। त्यहाँ देख्न सक्नुहुन्छ डिपार्टमेन्टको अफिसरहरूले चेक गरिरहेको छ भित्र को छ कि छैन भनेर। तर लास्टै इन्सेन्ट क्या, आम्मामा अझै टायरको छेउबाट हेर्नु आगो दन फेरि बलिरहेको छ। एउटा फायर ब्रिगेडको पुरै पानी सकिसक्यो, अब अर्कोको खोल्दैछ। अनि ओ माई गड, लुक एट द्याट, अझै फायर अझै भइरहेछ क्या, अझै आगो लागिरहेछ। अनि कन्ट्रोल भएको छैन। ओ माई गड, त्यहाँ हेर्नु त हौ, झन बल्न थाल्यो क्या। अब झन धेरै बल्न थाल्यो। एकछिन त्यो अर्को फायर ब्रिगेड आउँदैछ। फायर ब्रिगेड त 3-4वटा छ, तर त्यो पाइप ल्याउन टाइम लाग्ने छ क्या हो। अर्को आएर अनि बल्ल निभाउँदै हुनुहुन्छ उहाँहरूले। ओ माई गड, कस्तो फायर लाग्यो क्या। ओ माई गड, त्यही भएर गाडीमा चाहिँ इन्फ्लेमेबल कुराहरू केही पनि नराखौँ। अनि एक्स्ट्रा केयरफुल हुनुपर्छ होइन। सो ड्राइभ सेफ एभ्री